लसो नाना ल है सबैजनालाई धन्यवाद छ। आज 2-4 दिन पछाडि यहाँ अस्ट्रेलिया आएर पनि हामीले चाहिँ मिठो मिठो गाउँको सम्झनाको ढिँडोहरू खान पाइयो। ल यसैलाई आज यसो धेरै मिठो मानेर सबैजनाले खानु होला। ल ल है लसो सबैजनालाई खान्छु, तपाईहरु दिदीभाइ ढिँडो खानुस्। ल सुरु गर्नु। ल हामी त खसीको मासु, खसीको मासु, यो ढिँडो कस्तो भएछ हेर म अब। मिठो छ, मिठो टेस्ट। ढिँडो चाहिँ फस्को भएछ यो त, पिठो हाली है। पिठो अस्तिको पिठो राम्रो थियो, आउँदो रहेछ। मिठो रहेछ अस्ट्रेलियाको खसीको मासु पनि। आउनु त कता कता आएको होला है। आफूलाई सागमै मिठो होइन, साग पनि मिठो हुने। मलाई त मासु चाहिन्छ ढिँडो खानुलाई त। ठिक्क भएछ सबै कुरो। खसीको मासु मिठो त मिठो है। खोर्सानी अचार चिल्लो बढी के खसीको मासु जस्तै हुन्छ, चिल्लो बढी हुन्छ खसीको। धेरै चिल्लो के मलाई त धेरै चाहिएको चिल्लो धेरै छैन रहेछ। बोसो बोसो बस अस्ति शान्तिका डाँडो भएको थियो है पिठो चाहिँ। नरम रहेछ त्यहाँको पिठो चाहिँ। छ अझै छ। एक छाक 2 छाकलाई पुग्छ होला। मैले त ढिँडो खान्थेँ त, अलि रोटी खायो त्यति खाउँ लागेन। यहाँ कङ्गारू पनि खाइन्छ भने होइन, रोटीले अगायो। कङ्गारू पनि खाइन्छ। कङ्गारूको मासु राष्ट्रिय उयो हो नि यहाँको, खान्छ त त्यो। राष्ट्रिय जनावर खानुहुन्न त हाम्रो नेपाल मात्रै पो त। तर मारेर चाहिँ खाँदिँदैन होला। मासु उनीहरूले मारेको मासु पाउँछ होला नि। भेडा च्याङ्राहरू पाउँछ यहाँ। यो त ल्याम भयो के भने भेडा त हो नि, होइन त। राष्ट्रिय जनावर नेपालमा चाहिँ खाँदैन, तर यहाँ चाहिँ नेपालीहरूले चाहिँ खान्छ। हाम्रो यो बाहिर भयो नि त। बिफ भन्ने सबभन्दा मिठो झन् होइन। यहाँ आएपछि त नेपालीहरूले नै राष्ट्रिय जनावर त विश्वमै खान्छ मिठो मानेर। यहाँ मात्रै होइन। सलाद खानुहोस् है। मलाई 2-3 चाना दिन्छ यता। यता सुरजहरू तपाईँ सलाद लिनुहोस्। के भन्छ सलाद नि खानु? पुग्नु खान्छ होला नि। मासु बढी हुन्छ मलाई त। मैले झुटो बोलेको छैन यहाँ। कस्तो मिठो बनाउनु लाग्यो नि। मैले यो खसीको मासुमा हड्डी चाहिँ हुँदैन। यहाँ त मासु हड्डी मात्र, हड्डी बुझ्यो। छ रहेछ। मासुमा त हड्डी पो मनपर्छ। आएर टेस्टी।
सजिलो छ नाना मलाई त पुग्यो मलाई साग मन पर्यो साग मिठो छ भने यहाँको साग हामी जातिरको त तितो हुन्छ यस्तो साग पनि मिठो हुन्छ अहिले छ्याल छ्याल हुने फेरि साग त आएको छ अहिले कति थरीको साग निस्केको छ नेपालमा पनि चम्सुर पालङ होला कि फुलिसक्यो अहिले आउँछ सिजनमा सलाद लैजाऊ न त्यहाँ सुरज यहाँको मुलाको सागको चाहिँ मुलाको पात भए चाहिँ गुन्द्रुक बनाउनु मिल्छ क्या हजुर नानी मुलाको गुन्द्रुक सागै हुँदैन रहेछ मुलाको चाहिँ हुँदैन मुलामा चाहिँ खाना थाप्नु दिदीलाई मुलामा चाहिँ मुला साग देखेको छैन क्या मैले मुला मात्रै बेचेको मुलामा साग भयो भने चाहिँ अनि गुन्द्रुक बनाउनु मिल्छ नि त कलिलो सागको गुन्द्रुक पनि राम्रो नहुने है अलिक छिप्पेको सागको त्यस्तोको त हुँदैन कति 20 मुठा ल्याए पनि यति गुन्द्रुक निस्किँदैन होला सुक्दाखेरि त कलिलो सागको कुहिन्छ कि फेरि ल्याउनु नदिने भने त यसपालि गुन्द्रुक कम्ता बनाएर रुबिना आमाले तर यहाँ ल्याउनु दिँदैन अरे भनेर यहाँ त गुन्द्रुक ल्यायो भने गाँजो भन्छ होला घर अगाडि नै कति राम्रो सागहरू छर्छ त्यसले रोप्छ घर अगाडि रोपेर कति यसपालि त कति गुन्द्रुक बनाएको छ उसलाई खानु हुनु बिचारा है खानु हुनु उनीहरूको हातै राम्रो मरिलो के जे गरे पनि हुन्छ नि हुने राखेर हामीलाई लिएर हाल्दैन चल्दामा नरा यहाँ झोल हालेर खानुहोस् है यहाँ छ मलाई टान्न यहाँ पनि छ उखान्छ होला नि त्यो चोकै होइन ल त्यो चोकै सुरलाई दाल खान्छु थोरै मलाई भयो यो बाबाले नखानु भएको यो चोखो छ आँगी खानुहोस् झोल हालेर ल भयो मलाई पुग्यो भयो मलाई पुग्यो सबै भयो मलाई त सबै एकदम राम्रो लाग्यो मिठो खानेकुरो पनि खानेकुरा सबै मिठो कस्तो लाग्यो अस्ट्रेलिया मलाई राम्रो हो योभन्दा राम्रो के पाउनु होइन यस्तो मिठो मिठो खानु पाउँछ ठाउँ नौ ठाउँ घुम्नु पाएछ सबै कुराको उसमा हेर्नु आफू सपनामा नसोचेको ठाउँमा पुग्नु पाएछ यो भन्नु के छ यहाँ आएको देखेर मेरो ग्यास्ट्रिक पनि दुखेन हो नेपालभन्दा जे खायो भने आयो ग्यास्ट्रिक दुख्यो औषधि भन्थ्यो हो भनेको यहाँ आएर त्यो अमिलो डकारहरू आएको छैन पो छैन रोग पनि दिएको भयो भयो पो बाबाको प्रेसर पनि घटेर अलिकति प्रेसर चाहिँ चेक गर्नुपर्छ है टाइममा अस्ति गरेको हो यहाँले छ हिजो चेक गऱ्यो हिजो अब
अस्ट्रेलिया आएको अब यस्तो मिठो खाना खानु दिदी कहिले आइपुग्नु अब त जाने टाइम भइहाल्यो अब आउँला 2-4 वर्ष पछाडि फेरि अब फेरि पछिल्लो भेटघाट फेरि यस्तो सँगै आउनु पर्ला होइन अब सबैजना उतै नेपालमै भेटिन्छ हो नि अर्को वर्ष सबै गइन्छ सबै भेटिन्छ अनि अर्को वर्ष छोराबुहारी सबै उतै रमाइलो हुन्छ जाने बेलामा चाहिँ अब आउने बेलामा रमाइलो हुन्छ जाने बेला फेरि नरमाइलो कसो हुन्छ के त्यो पनि हो 2-4 दिन त घरमा को छैन जस्तो हुन्छ फेरि त्यसो हुने दुई झोलाले खानुहोस् न मलाई यो त धेर छ टन्नै छ मलाई दाल खानुहोस् तिमीहरूले है तरकारी सघाउनुहोस् है छोरा बुहारीले भदा बुहारीले मिठो गरेर बनाएको छ सघाइदिनुहोस् त्यति पेटमा आउँछ पुग्यो मलाई त पुग्छ तपाईँलाई पुग्यो मलाई नि खसीको मासु खानै हुँदैन नि धेरै जबरजस्ती खान्छ म हाम्रो घरमा त धेरै खसीको खाइँदैन नेपालमा ल्याइँदैन नि हान्नु नि त्यति के खसीको मासु प्राय खसीको चाहिँ खाँदैन क्या धेरै त्यो चिल्लो हुन्छ बोसो धेरै हुन्छ क्या अनि त्यही भएर कहिलेलाई त खेप्नु हुँदैन खाइदिनुपर्छ जे पनि सिँगै टाउको उसिनेर खाएको छ खसीको मासु ल्याउनु पऱ्यो भने सिँगै टाउको ल्याउनु हुन्छ अहिले नि अनि 4-5 छाक हुन्छ पो एउटा टाउकोले उसलाई त्यति खानु खोज्दैन टाउकोसँग चाहिँ मलाई त चिउरा पो मनपर्छ चिउरा त खानै मन लाग्छ छाती पोल्ने चिउराले दिदीलाई भयो खाना खायो मलाई कतिहरू खायो तिमीलाई भयो सबै पुरा बढी भयो अचार गुन्द्रुकको अचार टक्कर रोटी खाएको आयो है अब भात रोटी खाएको कहाँबाट रोटी नखाएको भए चाहिँ सबै जान्थ्यो सक्यो तपाईँहरूको पुग्यो भयो सबै भयो मलाई त कस्तो मिठो बनाइदियो खायो टन्नै बाबु असाध्यै मिठो लाग्यो छिटो अब नेपाल गएर खाइन्छ यो आज अन्त्य भयो छिटो कुमारले पिठो थुपारेर रहेछ भन्दैछ तल पनि छ है घर तल्लो घरमा पनि छ पिठो लगेर खानु